के को भयो याकुलाको मासु खाने हाम्रो दिनमा आज 2 दिन जिन्दगी घाम छ या नै हो आज यहाँ भोलि कहाँ पर्सि कहाँ हो 2 दिन जिन्दगी घाम छ या नै हो आज यहाँ भोलि कहाँ पर्सि कहाँ हो। नमस्कार अनि स्वागत गर्दछु मेरो यो युट्युब च्यानल अनि फेसबुक पेजमा पनि म यो साइड अपलोड गर्छु होला। अनि किनभने चाहिँ किन स्वागत गर्दछु भने चाहिँ म यो हरेक त्यो के भन्छ यो जे पाए त्यहीको त्यो भिडियोहरू चाहिँ बनेर नि तर एउटा मेमोरिज होइन जहाँनिर चाहिँ अब यादगार पलहरू होस् त्यहाँ चाहिँ म यो भिडियोहरू बनाएर चाहिँ अपलोड गर्ने ट्राई गर्छु। अनि आज चाहिँ हाम्रो यहाँ विन्डम फलमा चाहिँ पिकनिक स्पट जाँदैछ हामी बनारस हिन्दू युनिभर्सिटी जति पनि हाम्रो नेपाली भाषीहरू हाम्रो विद्यार्थी साथीहरू अनि हाम्रो यो प्रोफेसर्स फ्याकल्टी जति पनि रिसर्च स्कलरहरू छ अनि हामी चाहिँ गएर मजाले आज एउटा गेट टुगेदर होइन गेट टुगेदर गरेर के को मासु खाने भन्ने के को भयो याकुलाको मासु खाने हाम्रो दिनमा आज गएर अब मजाले के कस्तो हुन्छ भिडियो अपलोडमा गर्दैछु होला सायद। राधे राधे भैयाजी हेलो यो आज हामी विन्डम फल मिर्जापुरमा एउटा दामी विन्डम फल छ त्यहाँनिर चाहिँ हामी जाँदैछौँ। अन्त यो चाहिँ के छ मैले किन बाटोमा बनाएँ भने चाहिँ अघि चाहिँ हिजो राति अलिकति चिन्ता बसिरहेको थियो जोक झन्डै चाहिँ छातेको सचिनले होइन क्या बिचको बिहान तातो तताएर देख्नु मात्रै अब छाती चाहिँ हालेको होइन आधी त्यो पानीहरू प्याचक प्याचक निकालेर चाहिँ बिजोक बनायो। अन्त ठिकै छ अब के छैन मजाले होइन कि तिमीले बिहान यस्तो हाल्दाखेरि उयो गुउँदैछ नि अर्को छाड त टक्क गरिदिँदै त पटमा। आज चाहिँ अहिले यहाँ अलिकति वासरुममा चाहिँ यहाँ आमामा के को भिड हो यहाँ त यहाँ आउनु खाना न किन न देशी कट्टु यो के हो कुमारलाई दिनुपर्छ होला एउटा कुमारलाई बाजे छ नि त 4 वर्ष जस्तो अगाडि होला जानुपर्ने हो यता पो जस्तो लागेको छ यता मेरो त उही छ नि पानी हो यो त गुटका थुक्यो कि के थुक्यो काम खुङडुङ यो पनि एकजनाले तान्नु ल सचिन 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 चाहिँ एउटा काम गर ल उ त्यो जानेन सचिन चाहिँ उहाँ छ तिम्रो
छुट्टा छुट्टै भाबीले खेदिसक्नु आँट्यो त्यो एउटा तानिहाल त हेर्नु हुँदो रहेछ तीनजना जस्तो त मुनि सुत्दा नि हुने रहेछ नि भने साह्रै पऱ्यो नि त हेर न आम्बो है अरे गुवाको हो कि है तिमी अघि नै बोल्छ छुट्टो छुट्टो निस्केको भएको हुन्थ्यो नि तिमी यता हडेको आएर उन्दो गएको उन्दो जङ्गल घारी छ नि तिमीलाई नदेख्नु त हो होइन यताको मान्छेले अब टोटली खेतमा जान्छ हामीले सचिन सर चाहिँ एकदमै गुवा आएर बिजो भने यहाँनिर 4टा घरमा सोध्यौँ छैन अब यता जाऊ 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 हो पानी हुन्छ फेरि है छ्या छोड्यो त उन्दो जाउँ अगाडि जाउँ संडास बा नहीं डेलिकेट छ है भाइ चिप्लो मैडम खिरी मेरे मत खानु साइड प्लिज मलाई पनि निकाल्नु मैडम यार सबकी पसंद निर्मा अरे क्या करे नाश्ता करना हो आपका नाम क्या है हाँ नाव क्या है नाव Aduh, kita dah.
यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर यो गाउँमा यो ठाउँमा मखमलका फुलहरू फुल्दैछन् रे अन्नपूर्ण मन्नलाई जिन्दगीले परेली फुल्दैछन् रे गुनगुनाउने भैँचालो कमला फुल्दैछन् रे भाइ कन्क्लुजन चाहिँ होला तिमीले कन्क्लुजन आज चाहिँ भव्य भयो हो अन्त चाहिँ हाम्रो सायदै यो काशी परिवारसँग अन्तिम पनि हुनसक्छ सायद पक्कै हो चाहिँ भन्न सक्दिनँ तर पनि भव्य भयो त्यसरी नै अब काशी परिवारसँगै भेला हुँदा रमाइलो गर्दा चाहिँ मजा आउँछ बुबु ए तपाईँले नानी केही भनिदिनुपर्छ होला हौ कन्क्लुजन टाइपको ओभरअल आजको पिकनिक राम्रो भयो इट वाज गुड हामीले धेरै फन गऱ्यौँ होप सो नेक्स्ट इयर फेरि हामी यसरी आउनेछौँ अनि तिमी आएछौ धेरै खुसी लाग्यो आशा गर्छौँ कि फेरि नेक्स्ट इयर फेरि आउँछौँ यसरी नै हामी साथमा इन्जोय गर्छौँ थ्याङ्क यू यो मानवीर के छ युट्युब च्यानलको नाम मानवीर तामाङ ब्लग मानवीर तामाङ ब्लगलाई पनि तपाईँहरूले लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् हेरिदिनुहोस् कमेन्ट पनि गरिदिनुहोस् एउटा कमेन्ट र तपाईँहरूको माया धेरै नेट छ र धेरै प्रोत्साहन पाउँछ कि एउटा लाइक स्टार्टअप ब्लगर्सहरूले नयाँ नयाँ ब्लग बनाउँदाखेरि एउटा कमेन्ट र एउटा लाइकले गर्दाखेरि पनि अर्को ब्लग बनाउँछ अलिकति आजको यो हाम्रो शैक्षिक भ्रमण थियो प्रकृतिलाई कसरी संरक्षण राख्नुपर्छ भन्ने ज्ञानलाई पनि लिएर हामीले भ्रमण गरेको हामीले गएर पकाएर खाए तापनि हामीले प्रकृतिलाई एकदम सुरक्षित राखेका छौँ सबैले एकदम खुसियालीसँगै प्रसन्नता भएर चाहिँ आजको कार्यक्रम यसरी निष्कर्षमा पुग्न आँटेको अनुभव हुँदैछ थ्याङ्क यू सो मच